guys, welcome to my vlog. Hi, welcome to Sumita channel. That channel one, yeah. यो आएको भर्खर किन यस्तो चिकन हुन्छ कि कुनै वेल्डन न वेल्डन कुनै पहिलो ब्लग अहिलेको लागि Hi guys, welcome to Sumita Didi vlog. And now, अनि हाम्रो म्यानेजर छैन भने न today we don't have manager here. That's why We are we are enjoying- enjoying our shift today. But just now Sumita Didi talking with me. Here we have $1.50 for the half bag of bread. If you want a full bag of bread, $2.50. If you want a half bag of bread, $1.50. If you want a full bag of bread, $2. गाइस वेट ल उसले गुनासो गर्दाखेरि के अरे म अहिलेसम्म बोलिनँ अरे अहिले देख्छु उसँग बोल्नु थालेँ अरे म कोसँग बोलेको थिइनँ कि सुनिता दिदी वेलकम टु सुनिता दिदी ब्लग अब हाल्नुपर्छ आदि टेन्सन भयो यार घरको भर्खर आँखा अगाडि हामीले मिस्टेक गऱ्यौँ क्या अनि यहाँनिर हामीसँग ग्रिल बर्गर थिएन अनि दिदी र म चाहिँ अब भ्लग बनाउँदै थियौँ नि त अनि कस्टमरलाई हामीले ग्रिल बर्गर अर्डर लग्यौँ अनि सुपरभाइजरलाई पनि केही थाहा छैन कि यस्तो कुरामा यहीँ सुनेकै थिइनँ सुपरभाइजर त हेरेको हेरै छ क्या मैले कसम सुनेको थिइनँ ग्रिल बर्गर त्यत्रो भन्नु सुन्यो आफ्नो योमा ब्लगमा उयो थिएँ बिजी थिएँ गाइज अब रजिस्टर यत्रो क्लोज गर्दैछ है 100 पैसा देखाउँदैछ है गाइजहरू ल यो पैसा मेरो भएको भइ त कस्तम भएन सपिङ हान्थ्यो होला यार कस्तम भने यार माइ गॉड रिच यार हाम्रो एल्जाना त रिच गदा चाहिँ उता काम गरेको जस्तै गर्दैछ मासाला मोटी मासाला खाते नि मासाला बौला नि मासाला छक्का हाम्रो चाहिँ आज म्यानेजर नभएको भएर आज हामीलाई चाहिँ लास्ट मोड छ क्या अनि सुमिता दिदी चाहिँ पैसा गन्दै हुनुहुन्छ उहाँ चाहिँ हाम्रो सुपरभाइजर हो हाम्रो एल्जानाको पैसा गन्दै हुनुहुन्छ क्या उहाँले चाहिँ अनि हाम्रो चाहिँ यो एल्जाना चाहिँ यो हो इट्स रियली बिग टप नाउ टाइम टु क्लोजिङ अलि डिस्टर्ब गऱ्यो भने चाहिँ उहाँ बिर्सिन पनि सक्नुहुन्छ क्या फेरि उहाँ चाहिँ फेरि यस्तो छ माइन्ड चाहिँ हाई सुमिता दी
Hi. Good, how are you? कति हो कि Hi, how are you? Can I get one chicken, please? One whole chicken or half whole chicken? Anything else? Small fries. Small fries, yes. You got anything? Do you have a spicy burger? Yeah, we have. How spicy is it? I love the spicy. I don't feel too much. But if you don't love the spicy, it's spicy. Yeah, just give me one spicy chicken burger. Grilled, Crispy one yeah. or grilled one? Anything else? In a meal or just by No, itself? just fries, yeah. Anything else? No, that's fine. आएर फेरि बाँसमा झुन्डे जस्तै गरेर त्यसको कुरासँग झुन्डिन्छ कि आँखा पनि अगाडि लगाउनुको लाजको मर्नु म त कहाँ हेरौँ हेरौँ हुन्छ है पछाडि जान्छु भगवान् के साह्रो चाहिँ झुन्डेको त हौ लिटरली ल त्यो मान्छे थियो के अरे त्यो केही रुख थियो सुक्थ्यो भने त नुइन्थ्यो क्या यसरी लिटरली झुन्ड्या छ घाँटीमा झुन्ड्या छ ल आज रफी दाईसँग हजुर पनि झुन्डिनु भने होइन छ्या टिकेर आएको भने होइन अनि अर्को के फेरि को आयो खानालाई 26 होइन हौ उबर ड्राइभर होइन हौ हावाने न चिकन खानु को आयो नेपाली आएको है सुगर बाबासँग चिनी बाबासँग आएको ल पैसा त म तिर्छु भन्ने फोनै ननिकाल्ने चिनी मम्मी त फेरि होइन चिनी बाबाको चिनी गर्लफ्रेन्ड चाहिँ फेरि हाई गाइस हामीले चाहिँ क्लोजिङ सबै सकाएर अन टाइम हामी घर जान लागेका छौँ अनि बहिनी चाहिँ यहाँ बसिरहेछ अनि अर्कोजना चाहिँ यताबाट आउँदैछ बाई बाई भन बाई बाई लाइक सब्सक्राइब एन्ड सेयर भन लाइक सब्सक्राइब एन्ड सेयर प्लिज ल ओके बाई बाई गाइस यही हो हाम्रो खानेकुराको भण्डार यहाँ काम गरे बापत मैले मेरो सबै पैसा कमाएर मेरो के भन्छ अरे पुऱ्याउनु पर्छ होइन हौ के गर्छ सबै कुरा मेरो जीविका चलाउँछु त्यही हो मैले केही चेक गरिनँ हेर म त फसेँ भने मरो भोलि फेरि बाई बाई गाइस केही हुन छोडिदियो $5 मा त्यसलाई कसले दिन्छ एक बारी सबैको ड्राइभरलाई थाहा पाएछन् कि दिदी भने हप्तार हजार गर्न छ कि त्यो मेरो पाप हो कि होइन भन न मैले होइन त्यसको भएन होइन टाइममा आउनुपर्छ नि त त्यसलाई मैले 5 मिनट त कुरेकै हो त्यसको भएन मेरो के गल्ती हाम्रो पनि टाइम हुन्छ नि त सुत्ने भने गाह्रो छ गाइस गाह्रो छ खालि $5 बोकेर आउने गर्ने कि त्यसले सिकाइरहेको थियो कि त्यस्तो साथीलाई त्यस्तो हुँदै भएन कि त्यो पनि जापानको होला नि त एप्पल आइडी जापानको लाजको मर्नु दिदी एप्पल आइडी पनि जापानको हुन्छ र भने हाम्रो त नि त्यस्तै खोइ थाहा अहिले त्यस्तो चाहिँ हुँदैन है एप्पल आइडी जापानको हुनु रे जिमेल चाहिँ कताको हुन्छ हौ मान्छेहरूको होइन बरु होइन मेरो यो फोन मैले के अरे जापानमा किनेर लिएर आएको भने भइहाल्यो नि होइन एप्पल आइडी रे ल म त भाइरल पुग्छु यहाँ सपोर्ट गरेन होला रे म त एकछिन लाजको मर्नु भयो ल स्क्यान गरेको त सपोर्ट भएन र मलाई आज कति हाँस आयो कि तर अब क्यामेरामा होइन अब्दुल्लाले देख्यो भने त गाली गर्छ तर त्यो हाँस चाहिँ पुरै दियो क्या 26 होला कस्टमरले के गरेको कोही नम्बर 26 आएर होइन 1.5 चिकन अर्डर गरेछ कि नेपाली केटी भएर भन न अर्डर चाहिँ यो भिडियो चाहिँ केसँग पुरा हामीलाई के लगाइदिनु के गर्नु अर्डर चाहिँ होइन अनि त्यसपछि नेपाली केटी र अनि एउटा लेबनिज बुढो मान्छे आयो होइन अनि बुढो मान्छे चाहिँ नेपाली केटीको चाहिँ चिनी बाबा हो क्या चिनी बाबा हो अनि चिनी बाबासँग आएछ अनि पुरै अनि पैसा त अनि नेपाली केटीले नै तिर्छु जस्तो गरेको थियो 1.5 चिकन मगायो अनि नेपाली पैसा त आफूले नै तिर्छु जस्तो गरेको थियो कि अनि मोबाइल त भरे ब्यागबाटै ननिकालेको क्या तिर्छु भनेको छ मोबाइल चाहिँ ब्यागबाटै निकालेन फेरि सुस्मिता त्यही बोलेको के पछाडि पुलिस आइसक्यो होइन ल के चाहिँ भएर बोल्छ भन्छ अनि होइन अर्डरै कम्प्लिट भएन कि गाइस म चाहिँ अर्डर लगेको थिएँ अनि साह्रै ठुलो अर्डर गरेँ 1.5 चिकन अर्डर 2 ड्रिङ्क्स गरेर अनि 1 सेकेन्डको अर्डर फेरि दिदी अनि त्यो चिनी बाबाको नुन होला गर्लफ्रेन्डले चाहिँ जब पनि चाहियो अरे क्या त्यसलाई मुकेर अब्दुल्लालाई बचाउनुको लागि रानियासँग ब्रेकअप गर्नुको लागि
गाइज होइन अब चाहिँ मेरो भ्लग चाहिँ यही एन्ड गर्न चाहन्छु आज चाहिँ मेरो काम सक्यो ट्रेनमा घर जाँदैछौँ उसलाई चाहिँ लास्टै भोक लागेर खाँदैछ अर्को चाहिँ उता सेन्टी फ्ल्याट भइरहेछ त्यही हो मेरो भिडियोलाई लाइक सब्सक्राइब र सेयर गरिदिनु होला थ्याङ्क यू सो मच मान्छेहरूको यो भनेको चाहिँ के भन्दाखेरि हाम्रो स्टुडेन्ट लाइफ इन अस्ट्रेलिया हो क्या गाइज त्यही हो बाई बाई